everyone, welcome back to my YouTube channel. And after long time पछि भिडियो बनाइरहेको छु है। अनि हाम्रो ब्याकग्राउन्ड चाहिँ मेरो बिग ब्रदर हुनुहुन्छ। सो अनि सो आज हामी चाहिँ guys, ल इन्ट्रोडक्सन दिम। it's me Vijay Rai from Udaipur. Yeah. सो आज हामी कता गइरहेको छौँ भने बडिच हामी कता गइरहेको चिन्डे डाँडा हो। चिन्डे डाँडा टप हमारा यात्रा होता है। Yep. अनि हामी चाहिँ आज बाटो चाहिँ अफलोड रहेछ एकदम चट्ट, तर हामी चाहिँ हिँड्दै जानुपर्ने हुन्छ। यस्तो यस्तो बाटो हेर्न सक्नुहुन्छ। आज शनिबार सटरडे भएकोले हामी दुबई जाँदाको छुट्टी, हामी छुट्टी मनाउँदा चिन्डे डाँडा एकदम चिलमा है गाइस, चिलमा हो। अनि मैले चाहिँ आज कस्तो लुक्स देखिरहेको छ तपाईँहरूले लाइक कमेन्ट चाहिँ हालिदिनु सक्नुहुन्छ। यस्तो जोन चान्दिना क्रप हामी चाहिँ अब टक्क जान्छौँ। हामी चिलमा पुरा दिलमा है गाइस, त्यो चाहिँ हो। अनि सो त्यही हो, अब हामी हिँड्दै गइरहेको छौँ। म चाहिँ फर्स्ट टाइम जानु लागेको। अनि त्यही हो, बडिजसँग अब हामी जान्छौँ। एकदम अब हाम्रो यात्रा 1 घन्टा होला सायद, मोर देन 1 आवर यस्तै छ गाइस। बाटो चाहिँ यस्तै छ है गाइस, हेर्नु सक्नुहुन्छ। साइक्लिङ गर्न बाइकिङ राइड पनि गर्दा राम्रो हुन्छ। सो हामीले चाहिँ ओसो पार्क चाहिँ पार गरेर आइसक्यौँ, क्रस हानिसक्यौँ, खाजासाजा हामीले खाइसक्यौँ है बडिज। अनि सो खाजामा के खायौँ तँ सुनाइदिए। खाजामा चाहिँ के खायौँ भन्दा हामीले अब त्यही हो मोमो चाउमिनहरू, कोल्ड ड्रिङ्कमा खाइनौँ किनकि हामी बिरामी थियौँ। सो त्यही भएर आज हामीले केही त्यस्तो लिनौँ। यता चाहिँ के घमाइलो क्षेत्र है, घमाइलो क्षेत्र, पार्कको घमाइलो क्षेत्र। हाम्रो हर्क दाजु जाँदै गर्दा बाटोमै पर्ने रहेछ। सो त्यही हो, धेरै दिन बाद भिडियो बनाउँदाखेरि आज चाहिँ बनाइदिउँ न त भन्ने कुरा भयो। अनि यसो बनाउँदैछु भिडियो, हेरिदिनु होला, सपोर्ट गरिदिनु, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला है। त्यही हो, अब हामी जाने बाटो चाहिँ यही पाहाड हुन्छ होइन बटिज? एकदम यस्तै हो। सो अब जाँदाखेरि भेट्नुपर्छ। A few moments later. सो गाइस हामी चाहिँ 10 किलोमिटर हाई प्लेसमा आइसकेको छौँ। अनि सो धेरै थाकेको छौँ, ओभरै गर्मी भयो होइन, धेरै उकालो पनि हिँड्यौँ। अनि खाजा हामी पानी मिनी वाटर र हाम्रो दाइसँग खाइरहेको छौँ। यहाँ हेर्नु सक्नुहुन्छ मिनी वाटर छ। यहाँ निम्की थोरै लिएको थियौँ हामीले र खाँदैछौँ। बडिजलाई दाइलाई कस्तो भयो त? एकदम रमाइलो पनि, मजा पनि, हल्का गाह्रो पनि भयो है। एकदम। सो हामी धेरै हिँड्यौँ कि होइन, उकालो धेरै रहेछ। अनि फर्स्ट टाइम आएको नि त, धेरै हिँड्ने बानी पनि थिएन। सो त्यो रमाइलो भयो, फुल इन्जोय भइरहेछ है। अब हामी यहाँबाट जानुपर्ने छ अझै 2-3 किलोमिटर। अब यसो ओसोबाट हामी आएको, ओसो पार्क चाहिँ उतल देख्न सक्नुहुन्छ तपाईँले, धरान एरिया चाहिँ यता छ। अब हाम्रो लोकेसन चाहिँ ट्याक्क भन्नुपर्दा हामी चाहिँ उता पर पुग्नुपर्ने छ कि हामी 0.5% चाहिँ हिँडिसक्यौँ होइन बडी? 0.5% फिनिस, 0.5% फिनिस बाँकी छ। अनि कस्तो भइरहेछ त ल बबाल, आजको हाइकिङ कस्तो भयो? हाइकिङ जस्तो अब जाँदाखेरि भेट्नुपर्छ है त गाइस। A few moments later. गाइस हामी चाहिँ फाइनली आइपुगिसक्यौँ हाम्रो लोकेसन ट्र्याकमा। अनि सो हाम्रो दाजु यता छ, हाम्रो दाइ कस्तो छ? एकदम बबाल छ, रमाइलो लागिरहेछ। धरानको एकदम रमाइलो, कस्तो फिल भइरहेछ त अब? एकदम मजा, आनन्द। सो लुक एट दिस धरान एरिया भ्यू, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अनि अब यता हामी जान्छौँ। सो प्याराग्लाइडिङ गर्ने ठाउँ चाहिँ यो रहेछ। अनि सो अब हामी चाहिँ एकदम रमाइलो तरिकाले आयौँ। सो मजा भयो, तर लास्ट थाकिरहेछ है। अब यता हेर्न सक्नुहुन्छ पुरै भ्यू यस्तो छ। धरान एरिया चाहिँ पुरै यताबाट राम्रोसँग देखिने रहेछ। त्यही हो, अब फोटोसोटो सुट गर्छौँ। हामी चाहिँ अब टप फ्लोरमा आएको छौँ है बडिज, टप फ्लोरमा आएको छौँ हामी चाहिँ अहिले। अनि टक्क भ्यू स्यू हेऱ्यो, अब फोटोसुट गर्छौँ। सो त्यही हो, अब डाँडा जान्छौँ, त्यसपछि भेट्नुपर्छ है। A few moments later. गाइस हामी चाहिँ फाइनली आइपुगिसक्यौँ। अनि हाम्रो यता आउनुहुन्छ सर, अब फर्किने हामी। सो गाइस भ्यू हेर्नु सक्नुहुन्छ,
यता चाहिँ होटल छ अनि हामी माथिबाट झरेको अब ढलानको भ्यू चाहिँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यस्तै छ अनि मेरो लुक्स चाहिँ कस्तो छ तपाईँहरूले भन्न सक्नुहुन्छ कमेन्टमा अनि सो त्यही हो अब हामी लागिसक्यौँ अब यहाँ तपाईँ हामी तलतिर झर्नुपर्छ है साइक्लिङ गर्नु ठोकै त रहेछ नि एमटिभी अनि केही बोलूँ सर कैसे आपको कैसे फील हो रहा है इधर गुड ओ ये भ्यू त यस्तै छ गाइस सो अब हामी झर्छौँ फोटोसोटो पनि सुट गरिसक्यौँ हामीले अनि त अब हामी फर्किसक्यौँ है यस्तै छ राम्रो छ तपाईँहरू पनि आउनु सक्नुहुन्छ यदि आउनुभएको छैन भने है सो त्यही भएर यो चाहिँ धरानको टप के भन्छ चिन्डे डाँडा भन्छ आउनु सक्नुहुन्छ तपाईँहरू पनि गाइस त्यही हो म त के भन्नु तपाईँहरू पनि आएर भिजिट गरिदिनु होला सो धेरै राम्रो छ हामीले चाहिँ मजाले आएर खानपिन गऱ्यो अनि टक्क बस्यौँ अब हल्का हामी झर्दैछौँ ओह्रालो यताको पुरै भ्यू हेर्नु सक्नुहुन्छ गाइस अब हामी चाहिँ तलतिर जानुपर्ने हुन्छ यस्तो छ है सो गाइस अब हामी जाँदाखेरि भेट्नुपर्छ है त हेभन डाँडा जस्तो